दाइ यता बस्नु आउनु राम्रो गुड किपिङ दाइ आफ्नो माथि तल मन तिम्रो अगाडि बस्नु हो कि त सपोर्टमा लिएन प्रदीप चाहिँ नखेलेको स्टार प्लेयर रेडी हुनुपर्छ दाइ खेल्छ भगाउँछन् कि अफसाइड चाहिँ किन नखेल्यो खेल्नु पर्थ्यो कि अफसाइड सब पोल ढुकिहाल्छ नि रोकेर हो राम्रो गौतम दाइ तिमी त खोलावारीको मान्छे बाटोवारी होइन म जता दाइ अब दुइटै हो अचार मावली पऱ्यो अचार मावली एउटा ससुराली अलाड घर मेरो काबना गर्नु घर बस्नु है अचार मावली अलाड ससुराली घर मेरो काबना रातोको 7 नम्बरलाई छेकौ एकदम राम्रो प्लेयर हो 7 नम्बर 7 नम्बरको तालु नम्बरै छैन तालुमा तालु 7 नम्बर बोलिरहेको छु तिलीले मनले बलै पाएको छैन अरे राम्रो पास ध्रुव केसी राम्रो छ आज ध्रुवले के गर्ला जस्तो छ है पछाडि अगाडि सब हानिरहेछ हान्यो क्या हो राम्रो किपिङ गुड किपिङ नाइस शट बचायो होइन बाहिर गयो कि भनेर पेनाल्टी हुन्छ मान्छे भित्र बसी नमिल्ने लगे आन्छ कोन नमिल्ने अब लाइनै थियो थ्रो इन यहाँबाट गोल के सुरु गरे वही गरी अम्पायरले जे देख्छ त्यही गर्ने आउट भएको त थ्रो गर्न नि आउट देखिन्छ स्ट्रेट आउट साथी हो एकजना दुईजना किन त पास सन्तोषको खुट्टा ठिक पार्नु पर्यो एकचोटि बाहिर आएर चल्फी लागेर पुस्ट हेरेर क्याप्टेन राम्रो ट्याक्टिस ध्रुव जहिले लेट आउँछ ओरे हानेको यार राम्रो ओ क्याप्टेनको राम्रो प्रहार मल्लाइन कम्पनी नाइस टच हेन्ड भएन र हेन्ड पनि भएको थियो लाएको थियो लाग्नु कुममा लगाएको ठिकै छ
घाइते बनाउनु राम्रो पास शिवले भेटेन देखेन दामी निकालेको है बल चाहिँ सन्तोष लाजा आयो किन सर आउनु बस्नु हुन्छ बिचरामा नेपालबाट हिजो आएर आज मनोजले बलै पाएन मनोजको साइडतिर हान न एउटै साइड गएको बल लगा 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 मलाई तिमी अड्ने बस न
ब्लू बल ब्लू ब्लू को होला बल एडभान्टेज दिएको भए हुन्थ्यो नि छिराउन आँटेको थियो
रोक्नु हुँदैन त त्यस्तो ठिक छ तर आउट भएको है